कोरियामा चाहिँ जापानभन्दा महँगो छ है त धेरै कुराहरू। ल म चाहिँ देखाउँछु अहिले के कति महँगो छ यहाँ है त। ल ल हाम्रो यो टमाटर छ 8,800 टमाटरको मूल्य। 5 दाना टमाटर नेपाली 880 भनेपछि 1 2 3 4 5 एउटा दानालाई 100 रुपियाँ भन्दा पनि धेरै के। अनि यो फेछु 14,800 मतलब नेपाली 1480 एउटालाई है त। यो एउटालाई मात्रै एउटालाई 1480। अनि यो चाहिँ हाँसको मासु है त। यो चाहिँ 19,500 मतलब नेपाली लगभग 2000 भने पनि हुन्छ नेपाली एभरेजमा। लगभग आधा केजी जति पनि छैन कि यो लगभग। यो चाहिँ हाम्रो 1 दर्जन केरा होइन, 1 दर्जन केरालाई नेपाली 1000 जति पर्यो क्या लगभग। अनि यो चाहिँ 1 केजी स्याउ हो। अनि यो पनि लगभग 1000 नै भयो क्या हिसाब गरेपछि लगभग नेपाली। अनि यो आयो हाम्रो फोदो अङ्गुर। यो चाहिँ लगभग नेपाली 400। अनि यो चाहिँ चामल हो है त। यो चाहिँ 20 केजीको चामल हो। यो चाहिँ 10 केजीको चामल हो। हामीले अस्ति लगेवाला हो। यो चाहिँ 6,800 नेपाली पर्या हो क्या यसको मात्रै हामीलाई एक कट्ठाको। यति यसको मात्रै। यहाँ चाहिँ हाम्रो नेपाली चाउचाउ पनि छ है त। फेरि नेपाली 1000 कुन नेपाली 100 रुपियाँ एक चाउचाउलाई 20 रुपियाँ चाउचाउ होइन यो नेपालमा।